अहिले कस्तो उल्टो देख्ने रहेछ 3 बजेर 55 54 मिनट 54 मिनट भएको छ अब रनिङ हाल्नुपर्छ गुड मर्निङ सबैजनालाई आज अलि छिटै उठेछ बिहान 4 बजे उठ्नुपर्ने अलि 3:50 तिर उठेछ केही छैन राम्रो भयो अब आज चाहिँ तपाईहरुलाई मैले आफ्नो उठ्नेदेखि लिएर मैले बिहान भरिमा गर्ने काम चाहिँ तपाईहरुलाई मैले देखाउन जाँदै छु र आज चाहिँ तपाईहरुलाई मैले आफ्नो डाइट देखि हाइट सम्म को लाइभ देखाउन जाँदै छु है टक्क खोल्यो यो चाहिँ के त मलाई पनि थाहा छैन हैन नाम चाहिँ यो काजु र एउटा यो चाहिँ काजु हो अनि यो चाहिँ खै थाहा भएन यो चाहिँ मैले खान्छु यो बिहान प्रतिदिन खानुपर्छ हैन यो चाहिँ चना बेलुका चाहिँ मैले भुटेर राखेको हुन्छ यो सरी भुटेर भिजाएर राखेको हुन्छ एउटा गिलास लिएर आउँछु र यो चनालाई चाहिँ मैले हल्का हल्लाएर किनभने यसको जुन डाइट हुन्छ यो सबै बसेको हुन्छ यसलाई माथि उगाउनको लागि मैले यसलाई मैले घोलेर राम्रोसँग अनि फेरि यसलाई मैले यो गिलासमा हाल्छु योमा मैले झोल मात्र हाल्छु किनभने अहिले रनिङ गर्न जाने हो यो खाएर जाने हैन यो खाएर गयो भने अहिले पेट दुख्छ अनि मान्छेलाई असर पनि गर्न सक्छ यो चाहिँ झोलले चाहिँ के गर्छ भने अब कुनै पनि केही पनि नखाइकन गयो भने मान्छेलाई असर गर्न सक्छ पेट दुख्छ हैन यसरी मान्छे अब फाइन्ड हुन सक्छ कि मान्छे ढल्न सक्छ त्यो भएर के नखाइदा पनि यो झोल चाहिँ खाएर जानु पर्ने हुन्छ अब झोल त खानु पर्यो हैन है हेर्दा चाहिँ तुलसिया जस्तो छ यसो तलर हुन्छ नमिठो छ क्या फेरि हुन त औषधि भन्ने कुरा चाहिँ मिठो हुँदैन त भन्ने सुनेको हैन होला सायद त्यही भएर खाए यस अब एक गिलास पानी खाएँ चनाको झोल चनालाई मैले यही राखिदिन्छु हैन अनि मैले रनिङ गर्न जाने बेलामा के लग्छु त भने फेरि तपाईलाई मैले फेरि सो गर्छु है रनिङ जाने बेलामा आवश्यक सामानहरु मलाई मैले के सिक्ने के सामानहरु के लग्छु तपाईलाई मैले सो गर्छु है यो हो मेरो रनिङ गर्ने ब्याग रनिङ गर्ने बेलामा लगेर जान्छु मैले यसमा चाहिँ विशेष केही पनि लाग्दैन मैले एक बोतल पानी पनि लाग्छ हैन अनि साथसाथै भित्र चाहिँ 3-4 वटा ब्यान्डेज पनि छ हैन 3-4 वटा ब्यान्डेजहरु लाग्छु मैले यो आवश्यक किन छ भने यो चाहिँ फेरि के हुन्छ त भने यो ब्यान्डेज लगेन भने मेरो हातमा फेरि दुख्छ के हात दुख्छ त्यो उसो भन्ने बेलामा हैन अनि साथसाथै मसँग मुभ पनि हुन्छ यो मुभ कहिले इन्जर हुन सक्छ किनभने पुस गर्ने बेलामा इन्जर भइहाल्यो भने यो काम लाग्छ क्यामेरा यो ड्रम किन फर्काएर राखेको होला सोच्नु भयो होला त्यस्तो हैन यो ड्रम भित्र मैले आफ्नो पानी भित्र चाहिँ मेरो पानी चिसो होस् भनेर चाहिँ मैले एक बोतल पानी हिजो बेलुका नै राखेको थिएँ देख्न सक्नुहुन्छ यो पानी चाहिँ मैले त्यो ड्रम भित्र नतातियोस् भनेर राखेको थिएँ गर्मीको समय हो जे पनि हुन सक्छ साथीहरु ड्रेस पनि लगाए जरा पनि बोके अब मेरो हुलिया यही हुलियामा चाहिँ म चालेछु र डाइट पनि खायो सबै चिज खायो खाइसकेपछि रेडी भएर निस्किनु पर्यो हस्त अहिले चाहिँ म निस्केको है त आज चाहिँ म ठ्याक्कै देख्न सक्नुहुन्छ 4:11 चाहिँ म निस्केको छु ल म अहिले घर बाहिर आइसकेको छु अब हल्का खुट्टाहरु तन्काउनु पर्यो हैन रोडमा छ अहिले अब बिस्तारै दौड्नु भयो हैन अनि त्यो आज बिहानै आइपुगेको छ मलाई पनि सुन्न मन चाहिँ थियो तर के गर्नु आज विशेष दिन छ नि त के दिन छ भने नि आजदेखि अब हाम्रो स्कुल लाग्छ हैन मैले यो भिडियो बनाउनुको उद्देश्य भनेको नि के हो त भने अब त यो लास्ट दिन हो नि त लास्ट दिनमा आइरा किनभने आज सायद यो मेरो
यस्तो एक्सर्साइज गर्ने भिडियो पनि सायद लास्ट पर्ने होला होइन अनि मैले रनिङ गर्ने समय पनि लास्ट पर्ने होला किनभने अघि त स्कुल पढ्नुपर्छ होइन साइड अब कोचिङ हुने बिहान यताउति के हुन्छ तर म कोचिङै लागे पनि स्कुल सबै लागे तापनि म एक्सर्साइजै गर्न छोड्दैन क्या म घरमै गर्छु होइन रनिङ सनिङ बरु गर्दैन म घरमै भए तापनि गर्छु त्यो भिडियो चाहिँ अपलोड गर्ने नै छु होइन गर्छु गर्दैन र आज चाहिँ म तपाईँहरूलाई गीत सुन्दै पुरा रनिङ गर्ने म पनि एक्लै छु के कोही पनि छैन त्यो भएर क्यामेरा समातिने मान्छे नै हुँदैन होइन त्यो कारणले गर्दा चाहिँ केही छैन अब सक्यो मैले देखाउने प्रयास गर्छु होइन क्यामेरा समाउने मान्छे भएको भए मैले सबै एक्सर्साइज गरेर सबै देखाउन सक्थेँ तर के छ त भने त्यही हो मान्छे नभएपछि आज मैले सबै एक्सर्साइज त देखाउन सक्दिनँ होइन एकै ठाउँमा जति सक्छु त्यो देखाउन सक्छु त्यो त म भनि नै छु के देखाएँ के देखाउने बाँकी थियो होइन त्यो कुरा चाहिँ तपाईँहरूलाई भने नै छु होइन अब यो मेरो लास्ट हुनसक्छ होइन अब जुन चाहिँ मैले एक्सर्साइज गर्ने दिनहरू अलिकति छुट्टिँदैछ होइन राति बिहान 4 बजी उठ्ने केही गर्ने यिनीहरू चाहिँ लगभग छुट्टिँदैछ मेरो दिनहरू होइन केही छैन मन्दिरलाई घुम मन्दिरलाई पनि लग्यो अब चाहिँ म भन्न हुँदै रनिङ गर्छु होइन अप्टुसम्म गइसकेपछि फेरि नै भेट्ने छौँ है त हेर्दै गर्नु होला बाई बाई
फाइनली एक्सर्साइज सकियो। अहिले चाहिँ मैले ठ्याक्कै 5:50मा चाहिँ एक्सर्साइज गरेर गएको छु। फाइनली अहिले चाहिँ फुटसलबाट फर्केर आइरहेको छु होइन। अहिले चाहिँ पानी खाँदै मस्त पुरा बिहानीको सिरसँगै होइन एकदम आनन्द चिसो मजा आइरह एक्सर्साइज गरियो। अन्तिमा रनिङ गर्न जाने रहेछ म चाहिँ फर्किरहेको छु होइन। अघि राति यही बाटो उकालो यो उकालोमाथि चढ्दै आएको रनिङ हान्दै होइन खुट्टा डल्लो दुखिरह केही छैन। अब 5 बजे त्यही 6 बजीतिर घर पुग्छु। घरमा पुगेर टक्क खाजासाजा खाएर एकछिन त्यही गरौँ पर्ला। अहिले त स्कुल जानुपर्छ अनि साइड अबदेखि चाहिँ साइड म यो बिहानै त रनिङ गर्न चाहिँ आउँदैन होला, किनभने अब मर्निङ पनि खुल्छ, फेरि कोचिङ पढ्नु पऱ्यो होइन, क्लास जानु पऱ्यो। अनि क्लासमा चाहिँ त्यही हो फेरि मर्निङ बिहान 6 बजीदेखि सुरु हुन्छ। अब टाइम अनुसार हुन्छ, म त आउनु पनि सक्छु बिहानको समयमा। त्यस्तै हो त्यही 6 बजीदेखि सुरु भयो भने त्यही म 3 बजीतिर उठ्यो भने बल्ल आउँछु, नत्र भने आउँदैन होइन, किनभने भ्याउँदैन नि त। नभ्याएको कारणले चाहिँ म सायद आउँदैन होला। 3 बजीतिर उठ्यो भने आउँछु, नत्र भने 4 बजीतिर त्यस्तै हो, भ्याउँदैन। यहाँ आयो 2 घन्टा जति लाग्छ होइन। 2 घन्टा जति लागिसकेपछि फेरि उहाँ रुम जान, रुमदेखि फेरि स्कुल जान अलिक ढिला हुन्छ क्या। त्यही हो बिहान अब सायद रनिङ चाहिँ नआउनु सक्छु, घरमै गर्नेवाला छु होइन। एक्सर्साइज त्यही हो बिजोग छ। गोरखपुरको रेल अघि मैले पुरा एक्सर्साइजहरू त गर्थेँ होइन। मैले त्यो जुन जहाँ गराएको थिएँ त्यो चाहिँ देखाएँ होइन। जस्तै आर्मको अनि फोरआर्म्सको चाहिँ आज हल्का गरेको थिएँ, त्यति गरेन। फोरआर्म्स जस्तै लेगहरूको चाहिँ गरेँ, अनि बाँकी एप्सको गरेर बाँकी थियो त्यो चाहिँ मैले देखाएन, किनभने यस्तो पुलअप हान्नेहरू पनि थियो, पुलअप छुट्यो मैले, किनभने अलिकति 2टा मान्छे भएन, एक्लै थिएँ। अनि क्यामेरा हटाउने ठाउँ नभएको कारण त्यो चाहिँ देखाएन। अरू बाँकी सबै एक्सर्साइज गरेँ अनि देखाएँ पनि। अनि एप्सको र आर्म्सको चाहिँ मैले देखाएको छैन होइन। पुलअपहरू गरेको थिएँ अनि रनिङ गरेको पनि देखाएन मैले। अब केही न केही दिन देखाउँला। अब चाहिँ घरमा रनिङ नगरे पनि लेगहरूको एप्सहरूको होइन आर्म्सहरूको चाहिँ मैले प्राय गर्नेछु होइन घरमा चाहिँ। यहाँ चाहिँ अब त्यही हो रनिङ एउटा बिहान यतातिर एउटा सबै एक्सर्साइज आउँथेँ होइन, सबै जिउको सबै एक्सर्साइज हुन्थ्यो। तर घरमा चाहिँ त्यही हो एउटा रनिङ हुँदैन। अरू बाँकी चाहिँ म गर्ने प्रयास गर्छु होइन। केही छैन, यस्तै छ। एक्सर्साइज गर्नु छ भने, ज्यान बनाउनु छ भने केटा हो बिहान दौडिनुपर्छ, उठ्नुपर्छ। बिहान 3 बजे 4 बजे निन्दा त लाग्यो हुन्छ नि केटा हो, निन्दा त लाग्यो हुन्छ, तर यत्तिकै हिँड्नुपर्छ। बडी त छैन कि